रिसेन्टली फेरि एउटा नयाँ कम्पनीले आइपिओ निष्कासन गरेको छ। एभरेस्ट कलर लिमिटेडले आइपिओ निष्कासन गरेको छ। आजको यो भिडियो अन्तर्गत रहेर मैले तपाईलाई यसै कम्पनीको आइपिओ को बारेमा जानकारी शेयर गर्न गइरहेको छु। यदि तपाईले पनि यो कम्पनीको बारेमा बुझ्न चाहनुहुन्छ र यो कम्पनीको आइपिओ मा आवेदन दिने सोच बनाउनु भएको छ भने भिडियोलाई हेर्दै गर्नु होला। रिसेन्टली जुन आइपिओ निष्कासन भएको छ एभरेस्ट कलर लिमिटेडले रु 100 अंकित मूल्यको 6,55,700 किता साधारण शेयरको सर्वसाधारणहरूको लागि सार्वजनिक निष्कासन तथा बिक्री खुला गरेको छ। यस कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यस कम्पनीको आइपिओ मा दरखास्त दिन पाउने न्यूनतम किता 10 रहेको छ भने दरखास्त दिन पाउने अधिकतम किता 10,000 रहेको छ। यस कम्पनीको आइपिओ बिक्री खुलाउने समयावधिको कुरा गर्ने भने निष्कासन खुलाउने मिति 2083 2 महिना 22 गतेदेखि रहेको छ भने निष्कासन बन्द हुने मिति छिटोमा 2083 2 महिना 27 गतेसम्म रहेको छ। यदि यो समयावधि भित्रमा पनि यो कम्पनीको आइपिओ फुल्ली सब्स्क्राइब हुन सकेन भने त्यस्तो अवस्थामा भने कम्पनीले मिति थप गर्नेछ। यस्तो अवस्थामा मिति थप भयो भने निष्कासन बन्द हुने मिति ढिलोमा 2083 3 महिना 5 गतेसम्म रहनेछ। तर मलाई लाग्दैन कि यो मिति थप हुन्छ होला। त्यसैले गर्दा तपाईले स्टार्टिङको चरणमा नै यो कम्पनीको आइपिओ मा आवेदन दिनु होला। अब कुरा गरौँ यस कम्पनीको क्रेडिट रेटिङको बारेमा। यस कम्पनीको क्रेडिट रेटिङको कुरा गर्ने हो भने केयर एन्ड बीले BB इश्योरको रेटिङ प्रोवाइड गरेको छ, जसले हामीले बुझ्नु पर्दाखेरि इश्योर्स विथ दिस रेटिङ आर कन्सिडर्ड टु अफर मोडरेट रिस्क अफ डिफल्ट रिगार्डिङ टाइमली सर्भिसिङ अफ फाइनेन्शियल ओब्लिगेसन इन नेपाल भन्ने जनाउँछ। यो रेटिङलाई नेपालीमा बुझ्नु पर्दाखेरि नेपालमा वित्तीय दायित्वहरूको समयमै सेवा प्रदान गर्ने सम्बन्धमा पूर्व निर्धारितताको मध्यम जोखिम प्रदान गर्ने मानिन्छ। तर पनि साथीहरु यो आइपिओ भएको हुनाले यसमा त्यस्तो रिस्क नै हुन्छ जस्तो मलाई लाग्दैन र प्लस यो आइपिओ पर्ने सम्भावना पनि उत्तिकै कम नै छ। त्यसैले गर्दा यसमा आइपिओ भर्नलाई भने त्यस्तो डराइ हाल्नु पर्ने जस्तो मलाई लाग्दैन। किनभने यस कम्पनीको आइपिओ मा दरखास्त दिने लगानीकर्ता मध्येबाट मात्र 65,570 जना भाग्यमानी लगानीकर्ताले मात्रै यो कम्पनीको आइपिओ हात पार्न सफल हुनेछन्। त्यसैले गर्दा यसमा एप्लाई गर्दैमा कुनै पनि फरक पर्दैन। अब यसमा कति किता आइपिओ एप्लाई गर्ने होला भनेर सोचिराख्नु भएको छ भने धेरै सोच्नु परेन, किनभने तपाईलाई थाहा छ नेपालबाट म्याक्सिमम मान्छेले डिमेट खाता खोलेका छन्, जसले गर्दा सबैले आइपिओ एप्लाई गर्दाखेरि पर्ने सम्भावना पनि उत्तिकै कम छ। त्यसैले गर्दा मात्र 10 किता एप्लाई गर्दा नै उपयुक्त हुन्छ। जस्ट यसलाई एप्लाई कसरी गर्ने म देखाउन चाहन्छु। जस्ट तपाईले आफ्नो मेरो शेयरको सबै डिटेल राखेर लगइन गर्नु होला। लगइन भइसकेपछि जस्ट माई एस्पामा क्लिक गर्नु होला। एभरेस्ट कलर लिमिटेड भनेर यहाँनिर फर जनरल पर्पज आइपिओ हेर्न सक्नुहुन्छ। एप्लाईमा क्लिक गर्नु होला। जस्ट तपाईले हेर्न सक्नुहुन्छ यहाँनिर प्रोस्पेक्टस दिएको छ। डाउनलोड प्रोस्पेक्टसमा क्लिक गरेर यो कम्पनीको बारेमा डिटेलमा बुझ्नु होला। बल्ल एप्लाई गर्नु होला। क्लिक गरेर तपाईले जस्ट बैंक सेलेक्ट गर्नु होला। क्लिक गरेर एकाउन्ट नम्बर सेलेक्ट गर्नु होला। तलपट्टि मात्र 10 किता सेलेक्ट गर्नु होला र जस्ट तपाईले यहाँनिर क्लिक गरेर आफ्नो सीआरएन नम्बर मेन्सन गर्नु होला। आई हेयरबाईमा क्लिक गरेर प्रोसिड गर्नु होला। नेक्स्ट स्क्रिनमा 4 डिजिटको पिन राख्नु होला। जस्ट एप्लाईमा क्लिक गर्नु होला। शेयर हैज बीन एप्लाइड सक्सेसफुली भनेको छ। यस्तै तरिकाबाट तपाईले पनि यो कम्पनीको आइपिओ मा आवेदन दिनु होला। आशा गर्दछु यो भिडियो हेरिसकेपछि तपाईले पनि एभरेस्ट कलर लिमिटेडले निकालेको यो आइपिओ को बारेमा धेरै कुरा राम्रोसँग बुझ्नु भएको छ। भिडियो तपाईलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट राख्दिनु होला। साथीहरुमा चाहिँ भिडियोलाई शेयर गर्दिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ च्यानललाई सब्स्क्राइब गर्दिनु होला। किन यस्तो भिडियो मैले तपाईहरुको लागि ल्याइराख्छु छु। र मसँग पर्सन जोडिन चाहन्छ नि टेक्निकल भिजन इन्स्टाग्राम आइडी र ट्विटर आइडीमा फलो गर्नु होला। थ्यांक्स फर वाचिङ दिस भिडियो।